नेपाली यातायातको हावा खानु कस्तो मजा आउँछ। यस्तो कि भन्दाखेरि होइन विद्यार्थी लाइफ भइसकेपछि होइन साला पैसाको चाहिँ यस्तो महत्त्व थाहा भयो कि यहाँ आएर होइन। अब गाउँतिर भयो बेला त साला यति पैसा उडाइन्थ्यो कि अब के भन्नु। हेर काठमाडौँ कि लड्की अर मौसम जतिखेर नि बद्लिन सक्छ अरे। हाँस तिमीहरू। त्यो त कुकुरले खाने बिस्कुट होइन। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। अस्ति तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु मेरो मित्रहरू होइन। अनि धेरै भइसकेको थियो मैले भ्लग नगरेको चाहिँ होइन, लङ टर्म भ्लग नगरेको। अब भन्दाखेरि त्यस्तै 1 मन्थै भइसकेको थियो, 1 मन्थ भइसकेको थियो। आएर जान्छु होला सायद। अनि त्यही हो, अब चाहिँ निस्किम न त कलेजतिर, बाटोनिर भेटौँला आज त। चाहिँ म फाइनली निस्किसकेको छु कलेजको लागि होइन। घरबाट चाहिँ रुमबाट भनौँ न यार, घर त मेरो छैन नि यहाँ, मलाई रुम छ, रुम यास त्यही आउँछ क्या जब होइन।दाखेरि होइन विद्यार्थी लाइफ भइसकेपछि होइन साला पैसाको चाहिँ यस्तो महत्त्व थाहा भयो कि यहाँ आएर होइन। अब गाउँतिर भयो बेला त साला यति पैसा उडाइन्थ्यो कि अब के भन्नु। हेर अब यहाँ आयो भने त यार 5-5 रुपियाँको पनि महत्त्व। मलाई त घरबाट दिएको रुपियाँ नि त्यही बिर्स्यो यार। अहिले दिमागमा आउँछ साला त्यो रुपियाँको कुरा आयो भने दिमागमा आउँछ मेरो खल्टीमै 100 रुपियाँ सडिसक्यो। अब मैले गाडी भाडा मेरो दोस्तहरूलाई भन्नुपर्ने हुन्छ यार। छि अब यहाँबाट फर्किम भन्दा नि भएन। हेर गाह्रो पऱ्यो त यार। छि यार फाइनली बस स्टपतिर त पुग्यो होइन। तर मेरो भाइ आउन बाँकी छ। अहिलेसँग मलाई भन्छ कि 30 मा निस्किन्छु, अहिलेसँग आएको छैन। कहाँ गयो दोस्त त्यो भन त। लड़की का चक्कर बाबू भैया, लड़की का चक्कर बाबू भैया, क्यों बताएं, किसको बताएं। म आएको यहाँ 20 मिनट रोकेँ मैले, अहिले आउँछ। अब के भन्न सक्छु मैले के भन्न सक्छु। यो साइलेन्ट छ मलाई थाहा छ। अब हामी चढ्छौँ नेपाल यातायातमा। चढ सबै गाह्रो छ यार। के भन्नु। हेर यस्तो गर्मी भइसकेछ, यहाँ बसमा बसेको पनि यति गर्मी भइसकेछ। सायद माथिबाट होइन कि तलबाटै पसिना आउने जस्तो भइसक्यो। गाह्रो भइसक्यो यार। बस गएर अगाडि पेमेन्ट हान त जाऊ। She told me it's not your fault, but you don't realize that I never wonder what's the truth in your mind. अब चाहिँ हामी कलेजको नजिक पुग्न थालिसक्यौँ है। तिमीहरूसँग चाहिँ अब म पछि भेट्छु, किनकि भित्र भिडियो बनाउनै पाइँदैन नि त। त्यसैले हस् त, धन्यवाद। कलेज लागिसकेपछि पछि हामी 4 बजेतिर भेटौँ न त, के हुन्छ र है त। अहिले चाहिँ यस्तो घाम छ, पछि पानी पनि पर्न सक्छ। त्यसैले पछि भेटौँ। कलेज आइसकेछ। हस् मित्रहरू, गाह्रो छ। अहिले चाहिँ हाम्रो कलेज छुट्टी भइसकेको छ है। अहिले चाहिँ हामी कलेजबाट निस्किसकेछौँ। आज चाहिँ यस्तो बादल लागेको छ नि होइन, तिमीहरू हेर्न सक्छौ। यस्तो बादल छ कि पुरै घेरेको छ यार। On my own, but I don't know why you hit the road, but you don't realize I won't look back when you're around. I won't think twice when you're gone. Don't hesitate to call me back, 'cause I won't be there. I won't look back when you're around. I won't think twice when you're